कविता एक हराम कवि र बुई। कर्कश आवाज सुन्दैमा तिमी भित्र आक्रोशको भूकम्प जानेछ। क्रोधको ज्वालामुखी फुट्नेछ, विक्षिप्त भएर डल्न सक्छौ। कर्कश आवाज सुन्दैमा तिमी भित्र आक्रोशको भूकम्प जानेछ। क्रोधको ज्वालामुखी फुट्नेछ, विक्षिप्त भएर डल्न सक्छौ। म तर त्यही कर्कश आवाज दोहोऱ्याइरहने एक हराम कवि हुँ। म त्यही कर्कश आवाज दोहोऱ्याइरहने एक हराम कवि हुँ। भ्रमको हाड लगाएर हावाको सानो झोकाले ढल्ने, दम्भको शीशमहल जब ढल्नेछ, आवेगहरूको डढेलोमा बरबराउनेछौ तिमी। शान्त भुइँ देखेर भुइँ निधाएको लासमा अझै थुप्रै पेक थप्दै जानेछौ। शान्त भुइँ देखेर भुइँ निधाएको लासमा अझै थुप्रै पेक थप्दै जानेछौ। बुत्ते देख्छौ भुइँ, लुटको माथिल्लो तलामा बसेर गर्छौ भुइँको उपहास। लुटको माथिल्लो तलामा बसेर गर्छौ भुइँको उपहास। पिउन थाल्छौ ब्रान्डेड व्हिस्की, जब आउनेछ मजदुर रगतको आलो गन्दा। पिच्च थुक्छौ भुइँमाथि र त्यही क्षण ढल्छ भुइँभन्दा धेरै माथि छु भन्ने तिम्रो अहम। यस समयको एक हराम कवि हुँ म। यस समयको एक हराम कवि हुँ म। भुइँको सौदाबाजी गरिरहेको छैन तिमीसँग। मसँग छन् केही थान मांसाहारी शब्दहरू। मसँग छन् केही थान मांसाहारी शब्दहरू। हिंस्रक छन् र तिम्रो कथित शान्तिले ठेक्न नसक्ने, धेरै क्रूर र बर्बर विस्फोटको अन्तिम तयारीका मिसाइलहरू छन्। तिम्रा कथित शान्तिले ठेक्न नसक्ने, धेरै क्रूर र बर्बर विस्फोटनको अन्तिम तयारीका मिसाइलहरू छन्। वाव, मिसाइल। कविता पनि सायद मिसाइल जस्तै छ यो कविता मैले वाचन गरेँ। यो चाहिँ मुक्तान थेवाले लेख्नुभएको मासिन्या कविता सङ्ग्रहित छ। यो कविता यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। हस्त, धन्यवाद, नमस्कार।